यस्तो चिरुचट्ट परेर हिँडेको मान्छे चाहिँ यस्तो हातमा चप्पल बोकेर हिँड्नुपर्ने स्थिति चाहिँ किन आयो त? हेलो एभ्रिवान, म चाहिँ हो कृपा अनि वेलकम ब्याक टु माई न्यू मिनी भ्लग। अनि म चाहिँ आज त्यो 3 वर्षमा एकचोटि आउने पूजामा जाँदैछु। अनि म चाहिँ आज त्यहीँ नै जाँदैछु कि। अनि हेर्नु न बाटो फेरि कस्तो छ, यत्रो सानो छ होइन। अनि म त यहाँ यस्तो बाटोमा हिँड्ने बानी थिएन नि त। अनि म चाहिँ चप्पल हातमा बोक्दै हिँडिरहेको छु कि। हेर्नु न त्यत्रो मुस्किल बाटोबाट उकालोबाट चाहिँ हामी बल्ल आइपुग्यौँ। अनि यहीँनिर हुन्छ क्या मन्दिर। अनि एकैछिन पूजा गऱ्यो अनि त्यसपछि हेर्न गएको थियौँ माथि। अनि ठाउँ ठाउँमा दुनियाँ नै आफ्नो थियो क्या, दुनियाँ नै फरक थियो होइन। अनि यस्तो रमाइलो त थियो किन नहुनु। अनि मैले चाहिँ गोला खाएँ। अनि कुरा बाँकी रह्यो यो चप्पलको होइन, कसरी म त्यस्तो बिजोग पारेर हिँडिरहेको छु भने मेरो चाहिँ बाटोमा जाँदै मेरो चप्पल नै भाँच्यो के। भाँचिनलाई त अब त्यस्तो होइन होइन, स्न्याप हुने कुरा होइन, त्यसले चुट्यो। अनि म चाहिँ मेरो त्यो मम्मीले 100 रुपियाँमा चप्पल किनिदिनु भयो बजारमा। अनि म चाहिँ त्यो लगाएर टुई हिँडिरहेको छु। आज त दर्शन गर्ने मात्रै दिन थियो नि त। अनि त्यसैले हामी चाहिँ दर्शन गरेर फर्किहाल्यौँ, किनभने हामी चाहिँ गएको थियौँ 3-4 बजीतिर। अनि घर त छिटो जानु पर्यो नि त, नत्र अँध्यारो भइहाल्छ। अनि आफू चाहिँ टुई हिँड्दै त छु कि, तर हेर्नु न यहाँ म चाहिँ लड्छु कि भन्ने पनि भइरहेछ मलाई। अनि बाटो पनि कहाँ हिँड्दै थिएँ क्या म। अनि यहाँ म यो खोल्सा भएको ठाउँमा चाहिँ म रुकेँ। अनि हेरेँ क्या कस्तो रमाइलो थियो यो ठाउँ त। कन्सर्ट पनि भइ त रहेको थियो कि, तर लोकदोरीवाला कन्सर्ट भइरहेको थियो क्या। अनि म यतिखेर चाहिँ होइन त्यहाँ कुमार सागरको गीत बजिरहेको थियो भने बस्नुपर्ने भएको थियो कि, तर अब कहाँ बसिरहनु भनेर अनि आफू चाहिँ टुई हिँड्दै है। अनि मम्मी चाहिँ आउँदै हुनुहुन्छ होला पछाडि। मेरो मम्मीको भाषा फेरि मैले बुझ्दैन के। अनि मेरो मम्मी चाहिँ पछाडि टुई परेर आउँदै हुनुहुन्छ कि। अनि यो चाहिँ मैले मिस्टेकली है उल्टो क्यामेरा समाएँ चाहिँ एकदमै सरी होइन त्यसको लागि चाहिँ। अनि घर पुग्ने 15-20 मिनट अगाडि हेर्नु यस्तो अँध्यारो भइसक्यो भने आफूलाई चिन्ता भइसक्यो कतिखेर पुग्ने हो, कति राति भइसकेको थियो। अनि यति रात चाहिँ म अहिलेसम्म घुमेको छैन नि त। अनि मलाई एकदमै चिन्ता भइरहेको थियो। अनि त्यसपछि यो बहिनीहरू देखेर चाहिँ मलाई मेरो आफ्नै बहिनीको याद आयो कि, आफ्नै कजनको याद आयो कि, मेरो गाउँपट्टिको कजनसँग त म धेरै नै घर जान्जेल भने यति राति भएको थियो। अनि बाई बाई।